पूरै उपत्यका एउटा विशाल तालले भरिएको छ। चारैतिर हरिया डाँडा, बीचमा चम्किरहेको नागदह। आकाशमा कालो बादल गर्जन्छ। तालको बीचमा दिव्य कमल फूल चम्किरहेको छ। गाउँलेहरू किनारमा डरले बसेका छन्। यो तालले हाम्रो जीवन नै रोकेको छ। नागराज रिसायो भने गाउँ नै डुब्छ। अचानक तालबाट विशाल नाग उठ्छ। पानीको छालले किनारा हल्लिन्छ। सबै मानिस भाग्छन्। हिउँले ढाकिएको हिमालमाथि सुनौलो प्रकाश। मञ्जुश्री ध्यान गर्दै बसेका छन्। उनको वरिपरि प्रकाशको आभा। एक दिव्य आवाज गुन्जिन्छ, हे मञ्जुश्री, नागदहको कमलमा ज्ञानको ज्योति छ। उनी आफ्नो दिव्य तरवार उठाउँछ। यदि ज्ञान त्यहाँ कैद छ भने म त्यो भूमि मुक्त गर्नेछु। मञ्जुश्री आफ्ना शिष्यहरूसँग उपत्यकामा आइपुग्छन्। गाउँलेहरू आश्चर्यले हेर्छन्। राजा धर्मकर, हे महान साधु, यो ताल देवताको शक्ति हो। यसलाई कसैले रोक्न सक्दैन। मञ्जुश्री, प्रकृति विनाशका लागि होइन, जीवनका लागि हो। मञ्जुश्री तालको बीचमा रहेको कमलतर्फ हेर्छन्। कमलबाट उज्यालो निस्किरहेको छ। मञ्जुश्री ध्यानमा बस्छन्। अचानक पानी फुटेर नागराज प्रकट हुन्छ। उसको आँखाबाट नीलो आगो निस्किन्छ। नागराज, यो ताल मेरो राज्य हो। किन आएको मानव? मञ्जुश्री, म लड्न आएको होइन, मानिसलाई जीवन दिन आएको हुँ। नागराज, यदि तिमी सफल भयौ भने यो ताल सधैँका लागि हराउनेछ। मञ्जुश्री, तर यहाँ सभ्यता जन्मिनेछ। नागराज केही क्षण मौन हुन्छ। भयंकर आँधी चलिरहेको छ। मञ्जुश्री पहाडको टुप्पोमा उभिएका छन्। उनको दिव्य तरबार चम्किन्छ। मञ्जुश्री, ज्ञानको मार्ग खुलोस्। उनी एकै प्रहारमा पहाड काट्छन्। विशाल गर्जन, पहाड फुट्छ। तालको पानी तीव्र वेगले बाहिर निस्कन्छ। पूरै उपत्यका बिस्तारै खाली हुँदै जान्छ। मानिसहरू आश्चर्यले हेर्छन्। केही समयपछि मानिसहरूले खेती गर्न थालेका छन्। मन्दिरहरू निर्माण हुँदैछन्। बीचमा स्वयम्भूको पहाड चम्किरहेको छ। राजा धर्मकर, आजबाट यो भूमि सभ्यताको केन्द्र हुनेछ। गाउँलेहरू, जय मञ्जुश्री। सबैले हात जोड्छन्। मञ्जुश्री मुस्कुराउँछन्। मञ्जुश्री उपत्यकातर्फ हेर्दै उभिएका छन्। उनका शिष्यहरू पछाडि छन्। शिष्य, गुरुजी, अब तपाईँ कहाँ जानुहुन्छ? मञ्जुश्री, जहाँ अन्धकार हुन्छ त्यहाँ ज्ञानको दीप जलाउन। उनी बिस्तारै हिमालतर्फ हिँड्छन्। हावामा प्रार्थनाको धुन गुन्जिन्छ। मञ्जुश्रीले चोभार काटेर काठमाडौँ उपत्यका बनाएका थिए। आज पनि त्यो कथा नेपाली सभ्यता र ज्ञानको प्रतीक बनेर जीवित छ।